नमस्कार साथीहरू। आज म यस भिडियोमा बताउन गइरहेको छु कि वाइटी स्टुडियो आफ्नो मोबाइलबाट हामी कसरी खोलेर आफ्नो युट्युबको वाच टाइमहरू अनि भिडियोमा कति भ्युजहरू आएको छ अनि कपिराइट क्लेम छ कि छैन, यस्ता कुराहरू कसरी हामी हेर्न सक्छौँ आफ्नै मोबाइलबाट वाइटी स्टुडियो खोलेर। र भिडियोलाई स्टार्टिङ गरौँ साथीहरू, कसरी हेर्ने हो भनेर। भिडियोलाई स्टार्ट गर्न गइरहेको छु। तपाईहरुले यो भिडियोलाई ध्यान दिएर हेरिदिनु होला भन्न चाहन्छु। र भिडियोलाई स्टार्टिङ गरौँ। वाइटी स्टुडियो खोल्नका लागि तपाईहरु नेटवर्क नहीं आ रहा सही। तपाईहरुले वाइटी स्टुडियो भनेर क्लिक गर्नु होला। अनि त्यसमा सर्चिङ बटनमा गएर सर्च गरिदिनु होला। सर्च गरिसकेपछि तपाईहरुले जस्तै अब यहाँ जस्तै मेरो यो खुलेको छैन, तपाईहरुले खोल्न सक्नुहुन्छ आफ्नो युट्युब हो। जस्तै मेरो यो अहिले NNCTs लेखिरहेको छ, यो चाहिँ मेरो च्यानल हो। त्यही तपाईहरुले पनि यदि खोलेको छ भने यो च्यानल खोल्न सक्नुहुन्छ। यो खोलिसकेपछि तपाईले वाइटी स्टुडियो फेरि लेखेर सर्च गर्नु होला। मैले सर्च गरेँ। यो सर्च गरिसकेपछि माथिमा हेर्नुस्, यस्तो खालको इन्टरफेस देख्न सकिन्छ। वाइटी स्टुडियोमा क्लिक गर्नु होला। जस्तै मैले क्लिक गर्ने। यसमा क्लिक गरिसकेपछि तपाई यस्तो खालको इन्टरफेस देख्न सकिन्छ। हेर्नुस्, मैले यो भिडियो हालेको छु, भर्खरै हालेको थिएँ। यहाँ भिडियो हेर्न सक्नुहुन्छ। त्यसपछि अब टोटल भिडियोहरू कसरी हेर्ने हो भनेर देखाउन गइरहेको छु। टोटल भिडियो हेर्नको लागि हेर्नुस्, यो मैले सबै यो भिडियोहरू हालेको भिडियोहरू हो। यसमा हेर्नुस्, भ्युज पनि एकदमै राम्रो आएको छ। भ्युजहरू तपाईहरु हेर्न सक्नुहुन्छ। हेर्नुस्, 1534, 1393, 917, 425, 818। हेर्नुस्, मैले यो भिडियो सबै पब्लिस गरेर यतिसम्मको भ्यू आएको छ। सर्ट भिडियो पनि हेर्न सक्नुहुन्छ यसमा। हेर्नुस्, सर्ट भिडियो हेर्नुस्, सर्ट भिडियोमा पनि राम्रो भ्यू आएको छ मेरोमा 2127। र यसमा तपाईले वाच टाइम पनि हेर्न सक्नुहुन्छ। हेर्नुस्, मेरो 1148 भ्यूज छ, 3 घण्टा 3 मिनेट वाच टाइम आवर छ। अनि सब्स्क्राइबहरू पनि छ यसमा देखाएको। र यसमा तपाईले कपिराइट सी अब लेखिरहेको छ, सीमा कपिराइट क्लेम छ छैन भिडियोहरुमा त्यो पनि हेर्न सक्नुहुन्छ। मेरो कपिराइट क्लेम छैन। अनि यहाँ हेर्नुस्, तपाईको यो च्यानलहरु यदि मोनेटाइज भएको छैन यस्तो खालको देखिन्छ। Become a partner, join the YouTube partner program to earn money, get character support and more भनेर लेख्न सकिन्छ। हेर्नुस्, मेरो सब्स्क्राइब 309 भएको छ। यो नयाँ च्यानल हो मेरो। र वाच टाइम 182 भ्यालिड पब्लिक वाच टाइम आवर छ। मेरो वाच टाइम यतिसम्म कम्प्लिट भइरहेछ अहिले। हेर्नुस्, यसरी नै हेर्न सक्नुहुन्छ तपाईहरु। र जहिले पनि तपाईहरुले भिडियो हाल्दाखेरि वाइटी स्टुडियोमा गएर भिडियो हाल्न सक्नुहुन्छ। यसमा तपाईहरुले कसरी भिडियो हाल्ने र भिडियोको टाइटल, डिस्क्रिप्सन हैन,
अनि ट्यागहरू कसरी अनि उ गर्ने हाल्ने भनेर म अर्को भिडियोमा तपाईँहरूलाई जानकारी गराउँछु। आजको भिडियोमा यति नै हो साथीहरू, मजाले ध्यान दिएर हेरिदिनु होला।